दुङ गाउँपालिकामा भए पुल हो ऐतिहासिक पुल इन चाहिँ ये पुलमा तौरबडी था है वायर बेटा कई वर्ष पछाडि 4-5 वर्ष त भेट भयो भने ये घुम्या ये पुलमा कसो लाग्यो तमलाई कसो भयो यो पुल गजब गरा आहा बीचमा त उठ जाउँ कसो आनन्द आयो न गजब भैया उठ जाइए उही पाला आए थे मुन्नु डर थियो आज थोक्कै डर जस्तो लाग्यो झिकै लम्बु जो उठाए देखिया देर ये पुल कसैले बनाइदियो काका तमले बनाउनु चाहिँ देख्थ्यो अब मान्छे यति लामो देखिया बिचमा मान्छे कसै आयो न कसै लडाउमा झेलाउ नि त्यो तालिम भइहाल्यो नि त्यहाँ जाली नलाइ है लडाउमा यो सब सक्दैन बान्नरी